आज चाहिँ हामी धुलीखेलबाट 2 किलोमिटर माथि पहाडमा रहेको आगन्तुक रिसोर्टमा छौँ। यहाँ चाहिँ DF EV को चाबी हराएको रहेछ। सो उहाँहरूले हामीलाई कल गरेर चाहिँ हामी यहाँ आइपुगेको छौँ। सुरुमा हामी यसको ढोका खोल्ने कोसिस गर्छौँ। अब भनेको चाहिँ हामीले चाबी कटिङ गर्ने। यो गाडीको चाहिँ एउटै चाबीले चाहिँ 7 ठाउँमा काम गर्नु परेको हुनाले हामी एकदमै ध्यानपूर्वक चाबी कटिङ गरिरहेको छौँ। किनभने हामीसँग एउटै मात्र मटेरियल भएको हुनाले हामी एकदमै ध्यान दिएर यसैलाई मेहनत गरेर चाहिँ बनाइरहेको छौँ। ढोकाको डिक्कीको सबै चाबी मिलिसकेको छ। अब बाँकी रह्यो स्टियरिङमा चाहिँ अलिकति गाह्रो हुन्छ। सो हामी फेरि अब स्टियरिङमा चाहिँ कोसिस गर्छौँ। अब स्टियरिङमा पनि मिलाउने कोसिस गरिरहेको छौँ र अब मिली पनि सक्यो र देख्न सक्नुहुन्छ गाडी स्मुथली चल्न थालिसकेको छ है त। काम सकियो। सो हामी अब फर्किन्छौँ। यदि यहाँहरूको पनि यस्तो समस्या परे हामीलाई सम्झिन सक्नुहुन्छ। लास्टमा हाम्रो की मास्टरको थोरै अनुभव। आजको काम भनेको चाहिँ गाइजहरू यति रिस्की काम हो EV को होइन। त्यही पनि मसँग ओन्ली 1 पिस चाबी थियो क्या, हातले काट्नु पर्ने। तर फाइनली डन, सक्सेस भयो है। सक्सेस भइसक्यो।